वर्षदेखि नेपालमा कार्यरत छ र विश्व परिवेशमा हेर्दाखेरि लगभग 25-75 वर्ष अगाडिदेखि बालबालिका लक्षित कार्यक्रमहरूमा आफ्नो हरेक कार्यक्रम त्यसतर्फ अगाडि बढाएको छ र कुनै पनि परिस्थितिमा बालबालिकाहरू वञ्चित हुनु हुँदैन र बालबालिकाहरूलाई उहाँहरूको समुन्नत विकास, उहाँहरूको समृद्धिमा चाहे त्यो उहाँहरू सुरक्षित अवस्थामा रहनको लागि होस्, पोषण अथवा उहाँहरूको स्वास्थ्यमा होस्, उहाँहरूले पाउनुपर्ने उचित शिक्षा होस्, यी सबै कुराहरूमा वर्ल्ड भिजन जहिले पनि यसलाई प्रमुखताको रूपमा राखेको छ। यदि 2 वर्ष पछाडि हामीले फर्केर हेर्नु पर्दाखेरि जुन भूकम्पले जाजरकोट लगायत अन्य जिल्लाहरूलाई पनि प्रभावित पारेको थियो, असर पुर्याएको थियो, त्यस बेलामा पनि वर्ल्ड भिजनले 45,000 भन्दा बढी व्यक्तिहरूलाई प्रत्यक्ष रूपमा सहयोग सहकार्य गरेको थियो, जसमा 44% बालबालिकाहरू थिए। र वर्ल्ड भिजनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सङ्घीय मन्त्रालयसँग 6 वर्ष अगाडि एउटा अनुसन्धान अथवा एउटा अध्ययन गरेको थियो, जसमा 20 जिल्लाहरूमा लगभग 470 भन्दा बढी उद्योगहरूमा त्यो बेलामा कार्पेट फ्याक्ट्रीमा कति बाल श्रम छ भन्ने कुरा त्यो बेलामा अध्ययन गरेको थियो। र त्यो अध्ययनको सिकाइबाट पनि यदि 32 वर्ष अगाडि हेर्दाखेरि बाल श्रम लगभग 50%ले अहिले आएर घटेको छ र 2019 अथवा 6 वर्ष अगाडि लगभग 6.66% अझै पनि बाल श्रम छन् भन्ने किसिमको त्यो तथ्याङ्क आएको छ। र यी सबै कुराहरू हेर्दै गर्दाखेरि यसको प्रत्यक्ष असर बालबालिकाको जीवनस्तर, उहाँहरूको शिक्षा र विवाहसँग पनि जोडेको विषय हो। र अहिले वर्ल्ड भिजनले, नेपाल सरकारले जुन एउटा सङ्कल्प, एउटा रणनीतिक कार्यदिशा अबको 2087 सम्ममा सम्पूर्ण 753 इकाइहरूमा नै, स्थानीय निकायहरूमा नै बालमैत्री शासन घोषणा हुनेछ भन्ने जुन एउटा अभियान चलाएको छ, त्यसमा वडा नम्बर 8ले पनि 9ले पनि माफ गर्नुहोस्, त्यो कदमको लागि यो अहिले जुन बाल विवाह निषेध तथा 100% विद्यार्थी भर्ना घोषणा जुन कार्यक्रम, त्यसमा लक्षित रहेर उहाँहरूले यस वडाले जुन हिसाबमा अगाडि बढ्नुभएको छ, पक्कै पनि यो एकदमै सराहनीय पक्ष हो। र यसको लागि वर्ल्ड भिजनको तर्फबाट हामी सहकारी गर्नको लागि हाम्रो प्रतिबद्धता छ। र यसको लागि 5 तारा युवा संरक्षण मञ्च जुन हाम्रो सहायता संस्था हो, त्यो संस्थासँग हामीहरू हातेमालो गरेर पक्कै पनि यहाँहरूसँग हामी यो कार्यक्रममा एउटा आफ्नो ऐक्यबद्धता जाहेर गर्न पनि चाहन्छौँ। र अहिले वर्ल्ड भिजन इन्टरनेसनल नेपाल 17 जिल्लामा काम गर्ने खण्डमा यो जाजरकोट पनि कर्णालीको एउटा कार्यक्षेत्र हो, जहाँ हामीहरू नलगाड गाउँपालिका, नगरपालिका र अहिले यो भेरी नगरपालिका, यी 2 पालिकाहरूमा काम गरिरहेका छौँ। र बालमैत्री शासन घोषणा गर्ने क्रममा हामीहरूले सुरुदेखि नै यसलाई प्रमुख रूपमा यो अभियानमा हामीहरूको हातेमालो रहेको छ, जसको फलस्वरूप 5वटा वडाहरू घोषणा भइसकेका छन्। शीघ्र रूपमा नलगाड वडा नम्बर 2 पनि घोषणा हुँदैछ र आज खुसी लागेको यो वडा नम्बर 9 भेरी नगरपालिकाले पनि आफ्नो त्यो सङ्कल्पलाई पक्कै पनि त्यो पूर्ण रूपमा उहाँहरू सफल हुनुहुन्छ भन्ने कुरामा हामीहरूको शुभकामना र हाम्रो पूर्ण समर्थन र विश्वास रहेको छ। सायद समय धेरै नभएको कारणले गर्दाखेरि धेरै कुराहरू भन्ने इच्छा लाग्दै पनि म संस्थाको तर्फबाट यहाँलाई पुनः बधाई दिन चाहन्छु। र हामीहरू बाल समृद्धिको, बालबालिकाको समृद्ध विकासको लागि हामीहरू प्रतिबद्ध छौँ, सङ्घीय रूपमा सङ्घीय मन्त्रालयहरूसँग, त्यस्तै गरिकन प्रदेश जुन कर्णाली प्रदेश छ, त्यस्तै गरिकन हामी 7 प्रदेशमा प्रदेश मन्त्रालयहरूसँग काम गरिरहेका छौँ र 50 भन्दा बढी पालिकाहरूमा हामीहरूले सहकार्य गरिरहेका छौँ। र यसको एउटै मात्र उद्देश्य के रहेको छ भन्दा बालबालिकाहरूको जीवनमा समृद्ध आएको होस् र उहाँहरूको जति पनि काम गर्न सक्ने क्षेत्रहरू छन् त्यसमा हामीहरू सबै लाग्नुपर्छ भन्ने कुरामा
पनि हामीहरू त्यो अभियानमा एकजुट भएर जानुपर्छ भन्ने कुरामा वर्ल्ड भिजनले जहिले पनि त्यसको माध्यमबाट हामीहरू अगाडि बढिरहेका छौँ र पुनः आज हामीहरूलाई यसरी आमन्त्रण गरेर जुन समय यहाँले दिनुभएको छ हामीहरू धेरै नै खुसी छौँ र यस पुरित अवसरमा यहाँलाई बधाई सहित म बिदा हुने अनुमति चाहन्छु। हस्, धन्यवाद।